साथीहरु तपाईहरुलाई नेपाली शेयर युट्युब च्यानलमा स्वागत छ। आज हामी नेप्सेको ओभरभ्यू र एनआरआईसी को टेक्निकल एनालाइसिस गर्नेछौं। यो भिडियोलाई अन्तिमसम्म एकदम ध्यान दिएर सुन्नु होला र भिडियो तपाईहरुलाई राम्रो लाग्यो, केही कुरा सिक्नु भयो भनेपछि लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। आज नेप्से 2.35 पोइन्टले घटेर 2652 मा क्लोज भएको छ। 0.08% ले आज नेप्से घटेको छ। आज थोरै अंकले नेप्से घटेको छ र नेप्सेको टेक्निकल एनालाइसिस चाहिँ हिजोको जस्तै हो साथीहरु। खासै त्यसमा कुनै इम्पोर्टेन्ट प्वाइन्ट चाहिँ कुनै पनि छैन। आज टर्नओभरमा टप टर्नओभरमा हेर्नुहुन्छ भनेपछि एनआरआईसी, यूएनएसपीएल, एचआरएल जस्ता स्टक्सहरु रहेका छन्। टप भोल्युममा हेर्नुहुन्छ भनेपछि एनआरआईसी, यूएनएसपीएल, एचआरएल, केपीसीएल, एलबीबीएल जस्ता स्टकहरु रहेका छन् भनेपछि टप ट्रान्ज्याक्सन्समा पनि एनआरआईसी, आज टपमा टप टर्नओभरमा पनि एनआरआईसी छ, टप भोल्युममा पनि एनआरआईसी छ, त्यसैगरी टप ट्रान्ज्याक्सनमा पनि एनआरआईसी भएको कुराले आज एनआरआईसी को टेक्निकल एनालाइसिस गर्नेछौं। आज आवरली फ्रेम भन्दा पनि एनआरआईसी को हामीले वीकली प्याटर्नमा चाहिँ एनालाइसिस गर्नेछौं। अब वीकली प्याटर्नको एनालाइसिस चाहिँ कस्तालाई राम्रो हुन्छ, यदि तपाई चाहिँ दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ, पोजिसनल ट्रेडरहरु हुनुहुन्छ, महिनौंदेखि वर्षौंसम्म शेयर सम्हाल्ने एउटा लगानीकर्ता हुनुहुन्छ, दैनिक वा छोटो समयमा होइन ठूलो ट्रेन्ड र बजारको दिशा बुझ्न चाहनुहुन्छ, दैनिक उतार चढाव, दैनिक नोइजलाई हटाएर ठूलो चित्र अथवा ब्रोडर एस्पेक्टमा ब्रोडर ट्रेन्ड हेर्न चाहनुहुन्छ भनेपछि त्यस्तोलाई चाहिँ हाम्रो 1 वीक को एउटा टाइम फ्रेम आरएसआई 14 र टाइम फ्रेम 1 वीक चाहिँ एकदम सुइटेबल हुन्छ। र एनआरआईसी एउटा फन्डामेन्टल स्टक्स हो, राम्रो स्टक्स हो र यसले अझै पनि प्राइसको मोमेन्टम देखाएको छ। प्राइस अझै पनि यसको हायर हाई हुँदै माथि जाने सम्भावना छ भन्ने कुरा चाहिँ यो टेक्निकल चार्टमा म तपाईहरुलाई बुझाउन चाहन्छु। हाम्रो टेक्निकल चार्टमा हजुरले हेर्नुभयो भनेपछि यहाँ मैले एउटा कुरा लेखेको छु, आरएसआई ले तल झरेर कमजोरी देखाए पनि मूल्य अझै उच्च स्तरमा टिकेको हुन्छ। यसले प्राय ट्रेन्डको निरन्तरता माथि जाने सम्भावना देखाउँछ। यसलाई भन्छौं हामी हिडन बुलिश डाइभर्जेन्स भनेर। अब यो वीकली चार्टमा हजुरले हेर्नुभयो भनेपछि वीकली चार्ट किन हेरेको भनेपछि एउटा धेरै डेटाहरु हुन्छन्। वीकली चार्टमा हामीले एउटा क्यान्डल तपाईको एउटा क्यान्डल एक हप्ताको क्यान्डल हो र यस्तो क्यान्डलहरु 14 वटा हुन्छन्, त्यसलाई हामीले आरएसआई 14 भन्छौं। 14 वटा भन्नु लगभग 3 महिनादेखि 3.5 महिनासम्मको डेटालाई एनालाइसिस गरेर अब आउने दिनमा चाहिँ हाम्रो यसको ट्रेन्ड चाहिँ बढ्छ अथवा घट्छ भन्ने कुरा चाहिँ हामीले के गर्छौं, एक प्रकारको प्रिडिक्सन यबाट गर्छौं, जुन चाहिँ कन्सिस्टेन्टली राम्रो रिजल्ट चाहिँ यसबाट पाइन्छ धेरै डेटा भएको कारणले। अब त्यसपछि अब तपाईले यहाँ हेर्न सक्नुहुन्छ, प्राइसले हायर लो गराएको छ। यो लो देखि यो लो चाहिँ माथि छ, त्यसकारण प्राइसले हायर लो गराएको छ। र तपाईको अब यसलाई हेर्नुहुन्छ भनेपछि फेरि आरएसआई ले हेर्नुहुन्छ भने आरएसआई ले लोअर लो गराएको छ। यदि प्राइसले हायर लो गराएको छ र आरएसआई ले लोअर लो गराएको छ भनेपछि यसलाई भन्छौं हामी हिडन बुलिश डाइभर्जेन्स। र यसको अर्थ चाहिँ अझै पनि एनआरआईसी को चाहिँ ट्रेन्ड चाहिँ यसको मोमेन्टम चाहिँ अझै पनि इन्क्रिजिङ अर्डरमा छ, बढ्दो क्रममा छ भनेर चाहिँ केले देखाउँछ हामीलाई एनआरआईसी यो हामीलाई यो क्यान्डल स्टिक प्याटर्नलाई चाहिँ अझै पनि पोजिटिभ मोमेन्ट छ भन्ने कुरा देखाउन सक्छ। र अर्को कुरा हामीले चाहिँ यो वीकलीमा हेरेको छौं। वीकली भनेको एउटा ठूलो डेटा हो, एउटा ठूलो टाइम फ्रेम हो। तपाईले आवरलीमा हेर्नुभयो भने यो कुरा नदेखिन सक्छ। यसलाई तपाईले 1 डे 2 डे 3 डे मा हेर्नुभयो भने पनि यस्तो प्याटर्न नदेखिन सक्छ फेरि। तर हामीले एउटा लङ टाइम फ्रेममा हेर्यौ भनेपछि एक दिन भोलि घट्ला, पर्सि घट्ला, निकर्सी 1-2 दिन घट्ला, 1-2 दिन बढ्ला, त्यसलाई हामीले हेर्दैनौं कि एक हप्ता, 2 हप्ता, 1 महिना, 2 महिना एउटा लामो तपाईको टाइम फ्रेमको हामीले एउटा एजम्पसन्स गरेको। त्यही भावनाले यो चाहिँ तपाईको स्विङ ट्रेडरहरु, इन्ट्राडे ट्रेडरहरुलाई चाहिँ यो त्यति सुइटेबल हुँदैन। उनीहरुको लागि चाहिँ तपाईको आरएसआई 14 राखे पनि तपाईको टाइम फ्रेम चाहिँ 15 मिनेट 1 घण्टाको चाहिँ इन्ट्राडे ट्रेडरलाई हुन्छ। सर्ट टर्म ट्रेडरलाई टाइम फ्रेम तपाईको 1 डे को हुन्छ, आरएसआई 14 राख्नुस्। त्यसैगरी तपाईको अलिकति थोरै लङ टर्म ट्रेडर्सहरु अनि इन्भेस्टर्सहरुलाई चाहिँ अलि ठूलो टाइम फ्रेममा बसेर चाहिँ डेटा एनालाइसिस गर्नुपर्ने भएको हुनाले चाहिँ वीकलीमा राख्दा एकदम फेभरेबल हुन्छ, राम्रो हुन्छ। र यसबाट चाहिँ एनआरआईसी को मोमेन्टम चाहिँ राम्रो मोमेन्टम देखिन्छ। हायर लो, अझै प्राइस माथि नै छ,
तपाईँको के आइसक्यो, आरएसआई चाहिँ लोअर लो छ, आरएसआई लोअर लो र प्राइस हायर लो भनेको चाहिँ हिडन बुलिस डाइभर्जेन्स हो र यसको अर्थ चाहिँ प्राइसले एनआरआइसीको प्राइसले अझै पनि अपवर्ड मोमेन्टम लिनेछ भन्ने एउटा सङ्केत दिन्छ र यसलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको आजको क्यान्डल चाहिँ तपाईँको यो क्यान्डलमा चाहिँ तलसम्म आएको छ। त अब यसमा आजको क्यान्डल पनि परिहाल्छ, विकली भएको हुनाले यसमा आजको पनि पर्यो। यसमा चाहिँ प्राइस चाहिँ यहाँसम्म आएको छ, तपाईँको 1328 सम्म आएको छ, तर प्राइस रिजेक्सन भएको छ। रिजेक्सन भएर के कता गएको छ, प्राइस चाहिँ माथि गएर क्लोज भएको छ। यसलाई एउटा सपोर्ट लेभलमा राख्न सक्नुहुन्छ। यहाँ पनि यसलाई रेसिस्टेन्स गराएर तल आएको छ, यहाँ पनि तल आएको छ। यसलाई चाहिँ एउटा सपोर्ट जोनमा चाहिँ यसलाई राख्न सक्नुहुन्छ र यसको रेसिस्टेन्समा चाहिँ यो लेभललाई चाहिँ 18 या त योभन्दा पनि हामी यो ठाउँमा जानुहोस्, किनकि एउटा विक भनेको चाहिँ प्राइसमा सस्टेन हुन नसकेको जोन हो। प्राइस सस्टेन हुन सकेको जोनतिर हामी जान सक्छौँ। 1695 चाहिँ यसको अब आउने रेसिस्टेन्स जोन हो र यो लेभलमा गयो भने चाहिँ सेलिङ भोल्युम चाहिँ सेलिङ प्रेसर चाहिँ थोरै आउन सक्छ र प्राइसलाई तल ल्याउन सक्छ। र प्राइस एनआरआइसीलाई हेर्नुपर्दा एउटा ट्रेडिङ स्टक्स पनि हामीले भन्न सक्छौँ, किनकि तिनटै टप टर्नओभरमा पनि छ, टप भोल्युममा टप ट्रान्जेक्सन्समा तिनटैमा परेको छ, एउटा हट स्टक्स हो र यसलाई चाहिँ थोरै ठुलो टाइम फ्रेममा हामीले एनालाइसिस गर्दाखेरि चाहिँ एकदम राम्रो मोमेन्टम देखेको छ। यो स्टक्स चाहिँ इन्भेस्टमेन्ट गर्नको लागि पनि ओर्दी छ भन्ने कुरा चाहिँ आजको एनालाइसिसले देखाउँछ। र साथीहरू अब भोलि पनि यस्तै एनालाइसिस लिएर आउने नै छु। तपाईँलाई केही कुरा थाहा पाउनुभयो, केही कुरा राम्रो लाग्यो भनेपछि कृपया च्यानललाई लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला र केही कुराहरू तपाईँको इन्डिभिजुअल स्टक्सलाई लिएर केही कुराहरू छन् भनेपछि कमेन्ट सेक्सनमा गएर कमेन्ट पनि गर्नु होला। ल साथीहरू, आजलाई यति नै। हस्त, धन्यवाद।